हे एभ्रिवान, सबैजना नमस्ते। मेरो नाम प्रज्वल। सो सबै सन्चै हुनुहुन्छ होला। वेलकम टु न्यू ब्लग। सो आज सन्डेको दिन 5 तारिक अप्रिल हैन। सो मैले के भन्न खोजेको भने सो नर्मल कन्भर्सेसन है आज। नो पोलिटिक्स, नो एनी अदर अब्सेसन्स हैन, केही पनि हैन, जस्ट एउटा नर्मल क्याजुअल भनौँ न। सो के कुरा गर्नु लाग्यो भने सो आइ एम अलरेडी हैन 35। सो अगस्तमा अब 36 पनि हुन्छु, कमिङ अगस्तमा। सो नो रिग्रेट्स हैन। सो आइ एम स्टिल स्ट्रगलिङ हैन। सो म विदेशमा छु, स्ट्रगल गर्दैछु अझै पनि। सो सबैको आफ्नो एउटा जीवनको पाटा हुन्छ हैन। सो सबैको आफ्नो एउटा वे हुन्छ, पास हुन्छ। कसैले सर्टकट, कसैले त अलिकति हुन्छ नि, कसैलाई अब गुड लक पनि हुन्छ। सो त्यही हो मैले भन्न खोजेको चाहिँ। कोहीले चाहिँ छिटै प्रगति गर्छ, कोही चाहिँ अब अलिकति समय लाग्छ हैन। प्रगति भनेर फेरि सबै सम्पन्न हुनुपर्छ भन्ने हुँदैन क्या। मैले भन्न खोजेको सबै घर गाडीदेखि लिएर हरेक कुराहरू प्रगति यो पनि हुन्छ कि तपाईँको फ्यामिली क्या। सो तपाईँ आफ्नो फ्यामिलीसँग हुनुहुन्छ, स्ट्रगल गर्नुभएको छ। सो फ्यामिलीसँग गएर चाहिँ बेलुकी गएर चाहिँ एउटै छतमा चाहिँ तपाईँले चाहिँ खाना खाने एउटा अवसर पाउनुहुन्छ नि, त्यो पनि एउटा प्रगति हो नि त। ओके, तपाईँ बाहिर हुनुहुन्छ, तपाईँको फ्यामिली मम्मी ड्याडी हुनुहुन्न, द्याट्स अदर थिङ होइन। सो मैले भन्न खोजेको चाहिँ तपाईँले एटलिस्ट घर गएर तपाईँको एउटा छत छ नि त। मेन मान्छेको बेसिक निड भनेको घाँस पास कपास हो क्या। सो त्यतिसम्म यदि तपाईँले चाहिँ त्यो तिनवटा छ भने चाहिँ यु आर भेरी लक्की के। आइ एम भेरी लक्की टु, तपाईँहरू पनि लक्की हुनुहुन्छ। सो स्ट्रगल भनेको त यो जिन्दगीभरि हो क्या। सो भोलि म रिटायर भएर बस्यो गरे पनि एउटा स्ट्रगल केही न त केही भइरहन्छ क्या। सबै कुराको स्ट्रगल भइरहन्छ, मात्र फाइनेन्सियल चिजको स्ट्रगल मात्र होइन क्या। सो लाइफ गोज अन होइन, त्यही नै भन्न खोजेको मैले चाहिँ। सो किप अन फाइटिङ, सो किप अन होइन। सबै चाहिँ अब आफूले सोचेको कुराहरू चाहिँ जस आफूले लेखेर राख्नु, म चाहिँ यो एचिभ गर्न चाहन्छु, यो चाहिँ मेरो प्लान भनेर।